आयो क्यामेरा अन गरेपछि आफैसित बोल्न लाज लाग्छ। आफ्नो अनुहार देख्दा आफै डर लाग्दै हुन्छ। के भिडियो बनाएर टिकटकमा हालै होला र खै सबैले बनाएको देख्दा त मैले नि बनाउँछु जस्तो लाग्छ, रहर लाग्छ होइन। अनि जसै क्यामेरा खोल्यो त्यसपछि डर लाग्छ कि लाज लाग्छ कि के हुन्छ यस्तै हुन्छ। के नै बोल्छु जस्तो लागेर क्यामेरा खोल्यो, त्यसपछि डर लागेर त्यही माथि नि कति यसो सब्सक्राइब बढाउनु पर्यो भन्यो, यसो आफ्नै मान्छेलाई त्यो भिडियो सेयर गर्यो, सब्सक्राइब गरिदिनुहोस् न बरु चिया नास्ता खुवाउँला भन्दा पनि सब्सक्राइब गर्न मान्ने रहेनछन्। आजै बिहान कति किन आएको कति 30-40 जनालाई यो भिडियो सेयर गरेर यसो सब्सक्राइब गरिदिनु, म पनि यसो सामाजिक सञ्जालमा देखिनु पर्यो भन्यो। काम छैन, कसैले हेर्दैनन्। अब एक्लै बनाउने, एक्लै आफै बनाउने, आफ्ना भिडियो आफै हेर्ने, दिनमा 3-4 चोटि के गर्ने, यस्तै छ। रहर लाग्छ तर फेरि त्यो क्यामेरा अन गर्यो कि के हो, के डर लाग्ने कि आफैसित एक्लै बोल्दै हिँड्दाखेरि बौला हो कि लाटो हो कि भन्छन् कि भन्ने भनेको। साइकल त मजाले कुदाउँदैन क्या, यस्तै छ। अनि मोडल पाकेर अब मेरो त मिनी भ्लग हो कि र आजलाई यति नै, अब अरू बाँकी पछि। अनि अर्को कुरा, जसकोमा मेरो भिडियो आउँछ सबैले लाइक कमेन्ट हो कि के हो त्यसमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु। म पछि सबैलाई भेला पारेर चिया खुवाउँछु, चिया पिलाउँछु क्या सबैजनालाई।